मुनि मुनि चाहिँ कस्तो फ्रेस छ, माथि चाहिँ यो के भन्छ यो टुक्रेको कपालले लास्टै ल्याङ गरेर गाइस मलाई। अब चाहिँ हामी यहाँ पोखराबाट जानु लागेको पुनेलको लागि साथीहरू। म यहाँ रेडी भइसकेँ, रविना यहाँ रेडी हुँदैछ। तेरो कपाल तर बब्बाल देखिरहेको छ, तैँले त कपाल त अनि यो कर्ल गरेको जस्तो कि राम्रो भएको छ। आउँदै अरे म गएँ, म तल हुन्छु। किन देख्दो रहेछ मेरो ओओटी यस्तो छ। सानो ब्याग क्युट ब्याग बोकेर हिँडेको छु मैले चाहिँ। अब चाहिँ यहाँबाट हामी चाहिँ यहाँबाट पोखराबाट अब चाहिँ हामी पुनेलको लागि जाँदैछौँ। अनि यहाँ पोखरा हामी चाहिँ यहाँ 16 क्लब 16 को अगाडि बसेको। अनि त्यही हो, हामी चाहिँ यहाँबाट चाहिँ ट्याक्सी लिएर घोडेपानीको लागि ट्याक्सी लिएर पर खै कहाँ जानुपर्छ अरे। अनि अब चाहिँ हामी यहाँबाट निक्लिनु लागेको है त। हली चोक सोध्नु पर्ला नि, यता उयो परेर गएर हो। हामी 4 जना हो। खोइ आइज कपाल चाहिँ लास्ट जाडो रहेछ बिजोक। तर होइन, हामी एकछिन यहाँ बसेर एकछिन हिँडेको चाहिँ फेरि गर्मी हुन्छ होला क्या। मैले बाटोमा भेटेको लाली गुराँस, तर यो लाली गुराँस त वैशाखसम्मै फुल्छ नि होइन। हामी एमएसी जाँदाखेरि भेटेको क्या हो लाली गुराँस। एमएसी जाँदाखेरि त्यो एउटा छोमरङको उकालोतिर लाली गुराँस भेट्यो नि हामीले। अहिलेदेखि अलिक छमा यो फागुनदेखिको वैशाख जेठसम्म फुल्दो रहेछ क्या। जाली जाली बस्दा बस्दै
उल्लेरी हामी चाहिँ यहाँ उल्लेरीबाट जाँदैछौँ तर यो चस्मालाई चाहिँ त म त भिडियो नै कस्तो अँधेरो देख्छु आज रातभरि पढ्दा कति थुप्रिन्छ भने यस्तो गाडीहरू चाहिँ घोडे पानी पनि जान्दो रहेछ क्या अल चाहिँ स्नो झरिरहेको छ होइन स्नोफल भइरहेछ साथीहरू अहिले चाहिँ लास्ट डे धेरै देख्न सक्नुहुन्छ तपाईँहरू मेरो ज्याकेटमा कति स्नोफल भइरहेछ स्नो यहाँदेखि ल्याइनु नि पानी चाहिँदैन होला है 3-4 ठाउँमा लगाए बेला कहीँ पानी नपरे यो वेलकम टु घोडे पानी फोन हिल रे Ramina! Ammo, it's not right. गइसक्यो नि मान्छे अघि नै 4 बजीदेखि गयो जस्तो लागिरहेको थियो मलाई त हो यहीँबाट गइरहेछ मान्छेहरू त पुनिल प्रवेशद्वार यहीँ रहेछ खिचिदिएर म त आउँदैन वाह छिटो आइयो त 6 पनि बजेको छैन अनि
पछाडि हेर्न त्यो हुनु के देखाएको छैन कति हिँड्यौँ हामी 1.5 घन्टा कहाँ 1.5 घन्टा हिँड्छौँ 6 त बजेको छैन 1 घन्टा नि भएन 50 minutes 45 minutes